कस्तो कटिङ हान्ने भयो त मामा मेरो कस्तो कटिङ छ यहाँ ओ कपाल काट्ने दाइ तपाईँले कहिले राष्ट्रपति देख्नु भएको छ टिभीमा हाम्रो देशको टिभीमा देखेँ टिभीमा देखाएको छ तिमी त्यो मोबाइल निकाल्दै राष्ट्रपति भएर अहिले आयो मजा है समाएर हाल्यो थाहा छ समाएर हाल्यो होइन म लुकेर बनाउने हो नि हेर्दै गुन्डा जस्तो छ होइन अनि समातेर पुरै हालिदिएर क्या मलाई ओ माई गड इन्डियाको राष्ट्रपति हिजो फेरि नि हो र को है मुर्मु के भन्ने पुरा काली आइमै भएको आदिवासी आदिवासी इन्डियाको पहिलो आदिवासी दोस्रो महिला अरे पहिलो आदिवासी दुब्लाएर पुरै नसा देखिरहेको छ आज हाम्रो नुवाकोट कता रे मामा राष्ट्रपति आउँदै भ्रमण गर्दै हुनुहुन्छ ए कार्यक्रममा हाम्रो बेत्रावतीमा होइन विशेष वनभोज कार्यक्रम अनि कार्यक्रममा उपस्थित हाम्रो श्री राष्ट्रपति विद्यादेवी भण्डारीज्यू शीतल निवास काठमाडौँबाट नुवाकोटको टोखा छरेको बाटो हुँदै बेत्रावती प्रस्थान गर्नु हुँदैछ नुवाकोटको टोखा छरे हुँदै हेलिकप्टर हो हेलीबाट उसमा आउने यहाँ उसको ब्यारेकबाट ब्यारेकबाट आउँदै हुनुहुन्छ यहाँ चाहिँ खतरा ठुलो मान्छे हो होइन के गर्ने हो होइन हामी त गाह्रो छ नेपाल र नेपालीको सासपट्टि कुनै चल्दैन जनता चाहिँ चप्पलमा होइन यहाँ हेर्नुहोस् अहिले उहाँको कति सेक्युरिटी प्लस म सेक्युरिटीलाई देखाउन सक्दिनँ किनकि मलाई मुद्दा लाग्छ मुद्दादेखि लिएर मलाई जेल जलान हुन्छ मेरा साथ मेरा मित्रहरू लोकतन्त्र यस्तै रहेछ म हारिसकेँ मैले पासपोर्ट बनाएँ मित्र अब उहाँहरूलाई चाहिँ एकदम कडा सेक्युरिटी सहित हुन्छ हामी चाहिँ चप्पल हजुर नेपालको नेतालाई यसरी सेक्युरिटी नदिनु भने कतिलाई त कोपर राखाइदिन्छ आज एकदम सुरक्षा गार्ड पनि टाइट नुवाकोटभरि हामी राम्रोसँग देखाउन सक्दैनौँ मेरा मित्रहरू